साथीहरू यसरी चाहिँ गाडीहरू आइरहेका छन् यसरी देख्न सक्छौँ यो रमाइलो छ दुनिया यति रमाइलो छ हेर्नु होला यस्तो चाहिँ नि नेपाल प्राकृतिक रूपमा भरिपूर्ण भएको एकदम प्रकृतिको चाहिँ नि धनी ल हेर्नु होला यो चाहिँ नि पहाड पुरै चट्टान काटेर जुन बाटो बनाइएको छ देख्न सक्नुहुन्छ जुन चाहिँ अब यता हुँदा हेर्नु होला सबै तराईको फाँड जस्तो भएको छ ल यसरी यस्तो देख्न सकिन्छ यसरी म केही दृश्यहरू साथीहरूलाई देखाउँदै डिक्कलतर्फ लागिरहेको छु हेर्नु होला साथीहरू यहाँबाट गाडी आउँछ हेर्नुहोस् है गाडी आयो गाडी आयो गाडी आयो गाडी आयो आयो त आयो गाडी आयो ल ल हेर्नु होला साथीहरू ल ल यस्तो चट्टान काटेर बनाइएको हुन्छ